फोटो दे दीजिए। कुमार यादव देश और जनता प्रति पूर्वक निष्ठापूर्वक प्रतिज्ञा करवानी ईश्वर के नाम पर शपथ लेवानी की नेपाल के स्वयं सत्ता राष्ट्रीय सत्ता नेपाली जनता में रह नेपाल के संविधान प्रति पूर्ण वफादार रही मध्य प्रदेश के मुख्यमंत्री पद के कामकाज प्रचलित कानून के अधीन में रही मूल जनता देश और जनता के हित में केकरो डर न मान के पक्षपात न करी बिना पक्षपात करिए पूर्वाग्रह और खराब भावना न रख के अधीर गोपनीयता कायम रखे ईमानदारी के साथ करें और अपन कर्तव्य पालन के क्रम में जानकारी में आई प्रचलित कानून बमोजिम गो पे रखने वाला बात हम पद पर जिन की व्यवस्था में दोनों भी अवस्था में प्रचलित कानून के पालन करे बाहरी और अवस्था में समय के अलावा दोनों भी अवस्था में दोनों भी प्रकार से प्रकट व संकेत न करें। धन्यवाद। तो के गरेर बसेछ तिमीहरू बोल्नु न साइड गरिहाल्नुहुन्छ भारी छैन पनि मुख्यमन्त्री होस् या मन्त्री होस् या प्रधानमन्त्री होस् सबैले भन्छ कि म राम्रो काम गर्छु म भ्रष्टाचारी नियन्त्रण गर्छु विकासको काम गर्छु तर सबैमा मेरो फरक छ पहिला म काम गरेर त्यसपछि म गाउँछु म के गर्छु प्रदेशको चाहिँ अहिलेसम्म जति हाम्रो कार्यालयहरू छन् प्रदेश सरकारका सबैको अगाडि शिकायत पेटिका जनताले कुनै गुनासो छ भने त्यहाँ तुरन्त लेखेर राख्ने अनि त्यो बेलुका अफिस बन्द हुनुभन्दा अगाडि या त्यसको भोलिपल्ट बिहान 10 बजे त्यो सबै झिकेर को जनताले के शिकायत गरेर त्यो सबै यहाँ हामीले उपलब्ध गराउने एउटा यो व्यवस्था राख्नु हुन्छ। यो प्रत्येक सरकारी कार्यालयमा हाम्रो मधेस प्रदेश कति भने अहिले ल त्यसो भए त हामी बस्नु पर्ने दोषी मान्छेले त्यति कुरा बुझ्नु तर न्युज एकदम साफ फेयर हुनुपर्छ किनभने कस्तो कारबाही होइन जस्तै बुझ्नु भएन यहाँ यो मुलुकमा अहिले सबभन्दा क्यान्सरभन्दा पनि ठुलो रोग छ भ्रष्टाचारी होइन त मुलुकको जिम्मा त मसँग त छैन तर यो प्रदेशको जिम्मा त आजदेखि मसँग त भयो त कम्तीमा म प्रदेश र सरकारका जति कार्यालयहरू छन् त्यो कार्यालयहरूमा भ्रष्टाचारी त म हुन दिँदैन यो प्रतिबद्धता तपाईँहरूसँग गर्दैछु पहिला सुरुवात मेरो त्यहीँबाट अनि मुख्यमन्त्री कार्यालयमा पनि भ्रष्टाचारको आरोप लागेको छ त्यसलाई कसरी होइन लागेको छ लागेको छैन त्यो मैले थाहा छैन आजदेखि पदभार त गराउनु गरे अब भोलिदेखि म पनि हेर्छु जन लोकपाल तपाईँको प्राथमिकतामा आउने हो फङ्सनमा आउँछ एक्टिभ हुन्छ
अब जनलोकपालको लागि एकचोटि त्यो विशेष गरेर त्यो हामीले हेर्नै पर्छ, किनभने प्रशासन हामीसँग छैन। अब बिना प्रशासनको अब जनलोकपालले पनि त्यति काम गर्न सक्यो, त्यसकारण त्यसको लागि पनि विशेष अलिक सोच्नै पर्छ। विश्वासको मत कहिले अब लिनुहुन्छ? विश्वासको मत अब आज त भन्दैनौँ, त्यसको लागि भोलिनु पर्छ। मुख्यमन्त्री जसरी आज तपाईँहरूको यो 3 जना जुन शपथ लिनुभयो नि मन्त्रीज्यू, उहाँहरू बिना विभागीय हुन्छ, विभाग कहिले तोक्नुहुन्छ र मन्त्री परिषद विस्तार फेरि पूर्णता तपाईँको कहिले काम पाउँछ? किनभने काम गर्न त तपाईँलाई मन्त्री परिषदको पूर्णता चाहियो। म एक हप्ताभित्र विश्वासको मत लिएर मन्त्री परिषद विस्तार गरिहाल्छु। त्यो आज बिना विभागी दिनुको कारण के हो भने मात्र 3 जना मन्त्रीजीको, किनभने हामीले नेपाली कङ्ग्रेस, लोसपा र हाम्रो माधव नेपालजीको पार्टीले सबैसँग अनुरोध गरेका छौँ कि तपाईँहरू समर्थन हामीले गरिदिनुहोस् र यो प्रदेशमा सर्वसम्मतिको सरकार बनोस्। त्यस कारणले हामीले जम्मा 3 वटा मन्त्रालय बिना विभागी सपोर्ट गरेका छौँ। उहाँहरू यदि तपाईँले विश्वासको मत दिनुभयो नि, जसरी नेकपा यस, नेपाली काङ्ग्रेस र